जुन स्पिड यो अगाडि बढ्नु पर्थ्यो 6K पोलिसी र इलिट कोचको ट्रेनिङ स्पिडले बढ्नु पर्थ्यो त्यो स्पिडले बढिरहेको अवस्था होइन। त्यसका दुईटा कारणहरू छन्। एउटा त के हो भन्दाखेरि यथास्थितिमै त्यतिकै गरिरहने, अब यो ट्रेनिङ गर्ने, बेल वितरण गर्ने, सहभागिता गराउने एउटा एक किसिमको परम्परा जस्तो बनिराखेको छ। त्यो मनोविज्ञानबाट बाहिर नआउने एउटा इन्ट्रेस्ट हुन सक्दछ। अर्को चाहिँ 6K को महत्त्व र इलिट कोचको महत्त्वको बारेमा विस्तृत नबुझेको कारणले पनि त्यो हुनसक्छ। त्यस कारणले गर्दाखेरि यदि हामी नेपालको करातेलाई रूपान्तरण गर्ने हो र नेपालको करातेकाहरूलाई एउटा सक्षम र सबल नागरिक निर्माण गर्ने हो भने अनिवार्य रूपमा 6K पोलिसीलाई हामीले तत्काल अगाडि बढाउनुपर्छ र इलिट कोचेस ट्रेनिङ, अन्य ट्रेनिङका साथसाथै इलिट कोचेस ट्रेनिङलाई व्यापक रूपमा अगाडि बढाउनुपर्छ। यहाँनिर दुईटा जहिले पनि यो डिबेट भइराखेको अवस्था छ। 2 वर्षदेखि, म धेरै वर्षदेखि हिजो सदस्य सचिव भएको बेलामा पनि मैले सुन्ने गरेको थिएँ र अहिले नेपाल कराते महासङ्घका अध्यक्षको रूपमा रहँदा पनि सुन्ने गरेको छु। राष्ट्रिय खेलकुद परिषदमा नियुक्त भएको कर्मचारीहरू अथवा कर्मचारी कोचले विशेष प्रायोरिटी पाउने र हामी भोलिन्टियरहरूले दुःख गरिराखेको छ सबै जिल्लामा होइन, प्रत्येक डोजोमा होइन। एउटा डोजोमा करिबन 2 जना भोलिन्टियर हुन्छ, उसको सब डोजोहरूमा भोलिन्टियर छ। त्यसै गर्दा अहिले टेन्टेटिभ सित्रोको मात्र नम्बर लिने हो भने पनि 2800 को हाराहारीमा भोलिन्टियर छ। सबै को यदि सबै करातेको भोलिन्टियरलाई लिने हो भने करिबन 3200-3300 भोलिन्टियर प्रशिक्षकहरू छन्। भोलिन्टियर प्रशिक्षकको जहिले पनि एउटा के दाबी छ भन्दाखेरि हामी दुःख गर्ने अनि माथि गएर चान्सेस चाहिँ जहिले पनि के अरे राष्ट्रिय खेलकुद परिषद नियुक्तले पाउने, सबै प्रोग्राम उनीहरूको लागि हुने र हामी भोलिन्टियरलाई केही पनि प्रोग्राम नहुने भन्ने कुरा निकै डिबेटका रूपमा प्रत्येक कार्यक्रममा उठाउने गरिराखेको छ। त्यो स्वाभाविक छ। त्यसो अर्थमा अहिले हामीले नेपाल कराते महासङ्घले भोलिन्टियर प्रशिक्षकहरूलाई पनि प्रोग्रामभित्र समावेश गरेर भोलिन्टियर प्रशिक्षकहरूको लागि मात्र अब ट्रेनिङ प्रोग्रामहरू, विभिन्न ट्रेनिङ प्रोग्रामहरू र इन्टरनेसनल सहभागिताको लागि एउटा बाटो खोल्ने कुरा भयो। त्यति मात्र होइन, अहिले हामी नेपाल कराते महासङ्घले के टुङ्गामा पुगेको, के छलफलमा पुगेको छौँ भन्दाखेरि विशेष हाम्रो महासचिव दावा गुरुङ लगायतका कोषाध्यक्षज्यू र केही साथीहरू, सचिवालयका साथीहरूको बिचमा के छलफल भएको छ भन्दाखेरि अब हामीले भोलिन्टियर प्रशिक्षकहरूलाई रोजगारीको लागि पहल गर्नुपर्छ भन्ने ठाउँमा हामी पुगिराखेका छौँ। त्यो रोजगारीको सम्भावना कसरी छ भन्दाखेरि विद्यालय एनप्याप्सन र राज्यको स्कुलहरूमा भोलिन्टियर प्रशिक्षकहरूलाई एउटा स्थापित गर्ने र उहाँहरूलाई त्यहाँनिर इङ्गेज गराउने प्रोग्राम अगाडि बढाउनुपर्छ भनेर हामीले छलफल अगाडि बढिराखेका छौँ। साथै स्थानीय निकायहरूमा पनि हामीले विभिन्न निकायमा विभिन्न निकायहरूमा पनि स्थानीय तहहरूमा पनि यो भोलिन्टियर प्रशिक्षकलाई इङ्गेज गराउने होइन र इम्प्लोइमेन्ट जेनेरेसनमा जानुपर्छ भनेर हामीले अहिले छलफल र डिबेट सुरुवात गरेको छ र यो माग हामीले राज्यलाई पनि माग्ने कुरा भयो अनि पर्सनल रूपमा हामीले सङ्घले पनि यसलाई पहल गर्ने प्रक्रियामा हामी छलफल गर्दैछौँ। यो सम्पूर्ण प्रक्रियामा यदि विगत 2 वर्षको यदि हामीले समीक्षा गऱ्यौँ भने एउटा पाटोबाट हामी निकै अगाडि बढिसकेको अवस्था छ। र अर्को चाहिँ के हो भन्नलाई पनि नयाँ कुराहरू गर्दा कहिलेकाहीँ नयाँ कुराको छलफल गर्ने बेलामा पुरानो कुरा छुट्ने सम्भावना हुन्छ। त्यसलाई पनि समायोजन कसरी गरेर अगाडि बढाउने भन्ने कुरा छ। अब धेरैवटा अर्को एउटा डिबेट पनि अगाडि बढिराखेको छ। त्यो के हो भन्नलाई पनि अब
राष्ट्रिय खेलकुद परिषदबाट करिबन धेरै 100 भन्दा पनि बेसी कोचहरू रिटायर भइसकेको अवस्था छ। उहाँहरूलाई कसरी इङ्गेज गर्ने भन्ने पनि अब हामीले छलफल र बहस सुरु गरिसकेको छ। यतिखेर हामीले के भन्छौँ भन्दाखेरि रिटायर भएपछि केही पनि भएन भन्ने जुन एक किसिमको मनोविज्ञान तयार भएको छ, त्यो मनोविज्ञानलाई हामीले कुनै न कुनै किसिमले इङ्गेज, उहाँहरू सबै इङ्गेज हुनुपर्छ। कोही म्यानेजमेन्टमा इङ्गेज हुनु जरुरी छ भने कोहीले विभिन्न क्लबहरूबाट अथवा विभिन्न डोजोमा विभिन्न म्यानेजमेन्ट ट्रेनिङ प्रोग्राममा उहाँहरू सबैलाई इङ्गेज गरेको छ। यदि त्यो इङ्गेजमेन्ट करेक्टली भयो भने यो एक किसिमको थाकेको मनोविज्ञान, यत्रो वर्षसम्म नोकरी गरेँ अब के गर्नु जरुरी छ भन्ने एक किसिमको मनोविज्ञान छ, त्यसलाई हामीले तोड्नुपर्छ भन्छु। किनभने जुन प्रकारका प्रशिक्षकहरूले आफ्नो जीवन दिएर जुन नलेज छ, उहाँहरूका जुन अनुभव छ, त्यो विज्ञतालाई अब हामीले कसरी समाजका विभिन्न प्रोग्रामहरूमा इन्कर्पोरेट गर्ने, होइन, राज्यभित्र कसरी इन्पोर्ट गर्ने अथवा भोलिन्टियरली कसरी इन्कर्पोरेट गर्ने, यसको बारेमा पनि हामीले छलफल र बहस चलाइराखेको अवस्था छ। र यो छलफल र बहस मात्र होइन, यसलाई इङ्गेजमेन्ट प्रोजेक्टको रूपमा नै अहिले हामीले अगाडि बढाउने कुरा भइराखेको छ। कोही म्यानेजमेन्ट आउला, कोही ट्रेनिङ प्रोग्राम हुनसक्छ अथवा कोही अन्य विभिन्न तह तबकामा अगाडि बढाउन पनि आवश्यकता देखिन्छ। त्यस अर्थमा सम्पूर्ण भलन्टियर प्रशिक्षकहरू अथवा रिटायर प्रशिक्षकहरूलाई म के भन्न चाहन्छु भन्दाखेरि, म रिटायर भएँ भनेर तपाईँले आफूलाई करातेबाट पर लानुभयो भने तपाईँको पहिचान, एक नम्बर त तपाईँको आफ्नो पहिचान र अरू जीवनभर आर्जन गरेका नलेज चाहिँ यसै खेर जान्छ। त्यस कारण कुनै न कुनै रूपमा करातेमा इङ्गेज हुनुहोस्, होइन, चाहे क्लब लेभलमा इङ्गेज हुनुहोस् अथवा म्यानेजमेन्ट लेभलमा इङ्गेज हुनुहोस् अथवा प्रशिक्षकको रूपमा जस्तो भनौँ ट्रेनरको रूपमा इङ्गेज हुनुहोस् अथवा केही न केही करातेका विभिन्न विधाहरू छ। कोही रेफरीमा इङ्गेज हुनुहोला, कोही भनौँ न जिल्ला प्रदेश र केन्द्रका मा विभिन्न सङ्घमा अथवा के अरे एनकेएफ महासङ्घको कार्यक्रमभित्र इङ्गेज हुनुहोस्। हामी त्यसको लागि पनि नेपाल कराते महासङ्घ ओपन छ। यो 2 वर्षको हामीले मूल्याङ्कन गऱ्यौँ, के कार्ययोजनाहरू अहिले मैले यहाँ समक्ष प्रस्तुत गरेँ। यतिले यो मात्र पर्याप्त छैन। अब जुन प्रकारको अन्योलता अहिले भनौँ न, जुन प्रकारका हस्तक्षेप विभिन्न सङ्घमा, राष्ट्रिय खेलकुद परिषदभित्र विभिन्न सङ्घमा जुन प्रकारका राज्यले हस्तक्षेपहरू सुरु गरेको छ, विभिन्न सङ्घलाई ओलम्पिकको नाममा भनौँ अथवा विभिन्न नाममा जुन प्रकारको डाइरेक्ट हस्तक्षेपहरू सुरु गरेको छ, जुन विवाद भएको छ, त्यो विवादको कारणले 2081 सालमा हुनुपर्ने राष्ट्रपति रनिङ खेल केन्द्रीय स्तरमा आयोजना हुन सकेन। त्यसपछि जुनियर च्याम्पियनसिप आयोजना हुन सकेन। अनि अर्को कुरा, 10औं राष्ट्रिय खेलकुद आयोजना हुन सकेन। भनिसकेपछि अलिक चिन्ता बढाएको छ, किनभने यो आयोजना नहुँदै गर्दाखेरि हाम्रा कयौँ खेलाडीहरू, जुनियर लेभलका खेलाडीहरूलाई इङ्गेज गराउनलाई सकिने जुन प्रकारका प्रतिभाहरू थियो आउनुपर्ने, त्यो आउन प्रस्फुटन हुन पाएन। त्यस कारणले गर्दाखेरि पनि अब चिन्ताको विषय छ। अब यो प्रकारको जुन भनौँ न अहिले देखेको त्रिपक्षीय होइन हस्तक्षेप, होइन, 3टा दल विशेषको हस्तक्षेप जुन प्रकारको देखेको छ, अब अहिले त हस्तक्षेप त कस्तो आएको छ भने खुल्ला पोलिटिकलाइजेसन, होइन, भएको छ, जुन कुरा सुखद होइन। यो इन्टरनेसनल मूल्य र मान्यताले पनि त्यसलाई मान्यता दिँदैन र राष्ट्रिय रूपमा पनि यो घातक छ, किनकि खेलाडी त खेलकुदको हिसाबले अगाडि बढ्नुपर्ने हुन्छ। राजनीतिले सहयोग गर्नुपर्छ, राजनीति अथवा पार्टीले, सरकार भएकोले सहयोग गर्नुपर्छ खेलकुदको विकासमा। तर जुन प्रकारको हस्तक्षेप आफ्नो पार्टीका मान्छे राख्नै पर्ने, आफ्नो भातृ सङ्गठनलाई परिचालन गरेर खेलकुदमा गर्नै पर्ने जुन आज यो दुःखद छ। अब क्रमशः
नेपाल कराते महासङ्घलाई पनि कसरी हस्तक्षेप गर्ने भनेर केही व्यक्तिहरू लागि परेको हामीलाई सूचना छ। यद्यपि के हो भन्दाखेरि जति पनि इन्टरनल हस्तक्षेप पनि अन्तर्राष्ट्रिय रूपमा हस्तक्षेप गर्न सक्ने कसैको क्यापेसिटी छैन। त्यस कारणले हामी के कुरामा चाहिँ ढुक्क छौँ भन्दाखेरि WKF र AKF को नियम र राष्ट्रिय खेलकुद परिषदको खेलकुद विकास ऐन 2077 र नेपाल कराते महासङ्घको विधान अन्तर्गत रहेर हामी आफ्नो कार्यक्रम अगाडि बढाउने कुरामा चाहिँ सबैजना ढुक्क भए हुन्छ। त्यसै प्रक्रियामा जिल्ला महासङ्घ र कराते महासङ्घ प्रदेशले आफ्नो कार्यक्रमहरू कार्ययोजनाहरू निरन्तर अगाडि बढाउनुपर्छ। केही हदसम्म सरकारसँग डिपेन्डेन्ट हामी छौँ, किनभने यति ठुलो हाम्रो खेलाडी सङ्ख्या छ, सबै जिल्लामा छ। यसलाई राज्यले सहयोग नगर्नु हुँदैन, तर त्यो सहयोगको नाममा जुन प्रकारको हस्तक्षेप गर्ने जुन प्रकारको, अनि त्यसमा फेरि के हाम्रै करातेका मान्छेहरू, हामीलाई बाहिरकोसँग खासै होइन, त हाम्रै करातेका मान्छेहरूको जुन एक किसिमको प्रवृत्तिहरू देखा परेको छ। विगतलाई नै ठिक हो, जुन विगतमा विवाद ठिक हो, किनभने ब्ल्याक बेल्ट बेच्न पाइन्थ्यो, हामी मानव तस्करी गर्नु पाउँथ्यो, अहिले केही पनि गर्नु पाएन भन्ने जस्ता कुराहरू। अनि पोलिटिकली करातेलाई केही नगर्ने तर कुनै बेला करातेमा रहेका र त्यस्ता व्यक्तिहरू पनि देखा पर्न सुरु गरेको छ, किनभने करातेको सक्सेसमा अब यो सक्सेसभित्र हामी पनि भित्र जानुपर्छ भन्ने किसिमको पोलिटिक्स पनि सुरु गरेको देखिन्छ। तर यी सबै तपसिलका विषय हुन्। यसले न करातेको विकास गर्छ, न करातेको भलो गर्छ, न हिजो गरेको थियो न आज गर्छ। त्यस कारणले हामीहरू अहिले जतिजना पनि जिम्मेवारीमा छौँ, कोचेस, भलन्टियर कोचेस, महासङ्घ र आबद्ध सङ्घहरू जति पनि जिम्मेवारी छन्, हामी सचेततापूर्वक आफ्नो करातेको विकासमा निरन्तर लागिरहनुपर्छ। त्यसमा नेपाल कराते महासङ्घ एकदम एकदत्त चित्त भएर हामीहरू अगाडि बढ्नेछौँ होइन। हर्डल्सहरू भन्छ, कुनै पनि विकास हुने बेलामा विकासको लागि पनि अलिकति हर्डल हुने र विकास भइसकेपछि अथवा विकासको उन्मुख हुँदाखेरि पनि के हर्डलहरू, विशेष यस्ता हर्डलहरू चाहिँ स्वार्थी र देशद्रोही प्रकृतिका व्यक्तिहरू र देश आफ्नो स्वार्थमा जे पनि गर्ने, देशलाई नै दाउमा राख्ने, करातेलाई पनि दाउमा राख्ने जुन एउटा प्रवृत्ति हिजो थियो, अब त्यस्ता प्रवृत्तिहरू कहीँ देखा पर्न स्वाभाविक छ। सफलतामा रमाउने एउटा पङ्क्ति छन् भने सफलतालाई असफल बनाउने एउटा पङ्क्ति रहन्छ। यो सङ्ग्राम निरन्तर रहने कुरा भयो। त्यस कारणले म यो नयाँ वर्षको उपलक्ष्यमा जे समीक्षात्मक दृष्टिकोण मैले राखेँ, यसलाई गम्भीरतापूर्वक सुन्नुहोला, हेर्नुहोला र आफू पनि समीक्षा गर्नुहोस् के हो, र प्लस हामी आफू प्रत्येक इन्डिभिजुअल रूपमा के कन्ट्रिब्युसन गर्न सक्छौँ त्यो पनि तपाईँहरूले मध्यनजर